लाचेनबाट पर्यटकहरूको सफल उद्धार। मंगन 9 गते साउन। सबै पक्षको अथक प्रयास र उत्कृष्ट समन्वयको प्रतिफल स्वरूप लाचेनमा फँसेका सम्पूर्ण पर्यटकहरूको आज सकुशल उद्धार गरिएको छ। पर्यटकहरूलाई अस्थायी झोलुङ्गे पुल हुँदै सुरक्षित स्थानमा सार्ने कार्यको मन्त्री तथा क्षेत्रीय विधायक श्री सामदुप लेप्चाले तारामचुमै पुगेर प्रत्यक्ष अनुगमन गर्नुभयो। मंगनका जिल्लापालको नेतृत्वमा भएको यस उद्धार कार्यमा भारतीय सेना, बीआरओ, लाचेन जुम्सा र पर्यटन सरोकारवालाहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। उद्धार गरिएका पर्यटकहरूलाई तारामचुबाट चुङथाङ हुँदै गान्तोकसम्म पुर्याउन बस लगायतका अन्य सवारी साधनहरूको विशेष प्रबन्ध मिलाइएको थियो। उद्धारलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्लापाल र मंगनका एसपी अफ एसपी सहितको टोली तारामचुमै खटिएको थियो। उता चुङथाङ सार्वजनिक मैदानमा भने एडीसी, एसडीएम र आरटीओको टोलीले यातायात व्यवस्थापनको कमाण्ड सम्हालेको थियो। अभियान सम्पन्न भएलगत्तै मन्त्री लेप्चाले भारतीय सेना र बीआरओका अधिकारीहरूलाई उनीहरूको निरन्तर मेहनतका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले पर्यटकहरूसँग संक्षिप्त कुराकानी गर्दै उनीहरूको सुखद अनि सुरक्षित यात्राको कामना समेत गर्नुभयो। प्रतिकूल मौसम र अनेकन भौगोलिक चुनौतीका बावजुद पनि उत्कृष्ट टिमवर्क र सामुदायिक भावनाकै कारण यो जटिल मिशन सफल भएको मन्त्री लेप्चाको भनाइ छ। उहाँले यस कार्यमा संलग्न जिल्ला प्रशासन र सम्पूर्ण निकायहरूप्रति विशेष आभार प्रकट गर्नुभयो। यस अनुगमन कार्यक्रममा मन्त्रीको साथमा पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष श्री सोनम नोर्गे लाचुङपा, लाचेन पिपोन श्री चो बन्धु लाचेनपा, मंगनका जिल्लापाल श्री अनन्त जैन र एसपी श्री एलबी छेत्री लगायत चुङथाङका उच्च पदस्थ अधिकारीहरू र पर्यटन सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।